नमस्कार साथी भाइ बहिनीहरू। आज हाम्रो नयाँ भिडियोमा तपाईहरुलाई स्वागत छ। आज हामी कक्षा 10 को घाताङ्कको यस्तो खाले प्रश्नलाई कसरी हल गर्ने भन्ने कुरा सिक्ने छौं। ल यो प्रश्नलाई पहिला हल गरौँ। 1/1 plus x power a by x power b यो घाताङ्कको नियम हो। 1/1 plus x power b by x power a सेम टु सेम नियम लाग्छ किनकि माइनसमा छ अनि यो x power b plus x power a by x power b किन लिएको त यो लसा लिएको हो अनि यो x power a plus x power b by x power a यो माथि गएर गुणा हुन्छ अनि यो पनि माथि गएर गुणा हुन्छ। त x power b by x power b plus x power a plus x power a x power b plus x power a भयो। अब लसा लिने लसा के लिने दुवैमा अर्थ सेम नै छ। अब माथि पनि जोडिन्छ x power b plus x power a। अब तपाईले हेर्न सक्नुहुन्छ कि यो दुवै सेम टु सेम छ त यो कट छ कति आउँछ त 1 यो तपाईको आन्सर भयो। धन्यवाद।